हेलो फ्रेन्ड्स, आज म पोर्क रक्तीसँग पकाएर यहाँनिर बनाउँदैछु हैन। मैले चाहिँ कराईमा तेल नहालिकन पहिला पोर्क मासु हालेर मजाले फ्राई गरेँ। अनि त्यसमा म अरू के हालेँ भने प्याज हालेँ हैन, अदुवा लसुनको पेस्ट हालेँ मैले। अनि यसलाई मजाले चलाएर छोप्दै एकछिन पकाउने हैन। त्यसमा तेल चाहिँ हाल्नु पर्दैन, तेल नहालिकन बनाएको यो। छोप्दै चलाउँदै गर्दै एकछिन मजाले पकाइसके पछाडि चाहिँ अब यसमा बेसार हालेँ मैले हैन। त्यस पछाडि धनियाँको धुलो हालेँ अनि जिराको धुलो हालेँ। अनि त्यसमा अरू चाहिँ मैले खासै केही पनि हाल्दिनँ, सायद नुन हालेँ यसमा हैन। अनि त्यस पछाडि चाहिँ यो चाहिँ रेड चिली पाउडरको पेस्ट हो हैन, त्यो हालेँ किनभने मलाई पिरो अलिक मनपर्छ। यति गरिसकेपछि यसलाई मजाले चलाउने अनि फेरि टमाटर हाल्ने हैन। टमाटर हालेर फेरि चलाउँदै मजाले अलिकति पानी हाल्दै छोप्दै गर्दै पकाउने यसलाई। यो चाहिँ मजाले पाक्नुपर्छ किनभने यो सुँगुरको मासु पकाउँदाखेरि चाहिँ अलिक राम्रो पाक्ने गरी नै पकाएर खानुपर्छ हैन। धेरै टाइम लाग्न चाहिँ। अनि छोप्दै पकाउँदै अलिअलि पानी हाल्दै हैन गर्दै पकाउने। यसरी मैले पनि यसरी पकाइरहेको छु अहिले। अनि हेर्दा नि खाउँ जस्तो लागेको छ, तर चाहिँ यो खास अलिक राम्रो पाकिसकेको चाहिँ छैन। त्यही भएर यसलाई सक्दो धेरै टाइम लगाएर नै पकाउनु पर्छ। कुकरमा हालेको भए चाहिँ छिटै हुन्थ्यो। यसमा यसरी चलाउँदै पकाउँदै गर्ने हैन। अनि राम्रोसँग पाक्ने गरी पकाउने। अलिक पाकेको जस्तो लागेन मलाई हेर्दाखेरि चाहिँ, त्यही भएर फेरि यसलाई छोप्दै फेरि पकाउँदै गर्ने हैन केही समयसम्म। धेरै टाइम लाग्छ। यतिको भयो। अब चाहिँ अलिअलि पाकेको हो कि जस्तो। यसमा चाहिँ अनि मैले अब रक्ती हालिदिएँ हैन। रक्ती हाल्ने मिसाउने, यसलाई मजाले चलाउने। अनि आगो चाहिँ अलिकति लो फ्लेम नै हुनुपर्छ हैन। चलाएर यसरी पाक्ने गरी छोप्दै चलाउँदै पकाउँदै गर्दा अलमोस्ट पाकिनै सक्यो। मेरो चाहिँ यो हेर्दाखेरि हेर्नुहोस् त, हेर्दा पाकेको जस्तै देखेको छ हैन, मजाको देखेको छ नि। यसरी पकाइसके पछाडि अब यसमा चाहिँ लास्टमा चाहिँ अलिकति के हाल्ने, अलमोस्ट पाकेकै हो, यो पाकिसक्यो। धेरै टाइम नै लाग्यो ल पाक्न पनि। अब यसमा चाहिँ म अलिकति धनियाँ लास्टमा चाहिँ धनियाँ हाल्छु। यसरी छोप्दै पकाउँदै अलमोस्ट पाकिसक्यो हैन। धनियाँ हाल्छु यसरी हैन। अनि रेडी भयो पोर्क करी, रक्ती हालेर बनाएको सुँगुरको मासु रेडी। मलाई त एकदम मनपर्छ, यो त एकदम मनपर्छ। सुँगुरको मासु त बच्चाबाटै खाएर होला, तर हतपत म घरमा पकाउँदिनँ। यो धेरै पछि फेरि यहाँनिर आज पकाइरहेको मैले। अलमोस्ट रेडी भयो हैन। अब यसलाई चाहिँ म मजाले प्लेटमा हालेर पनि देखाउँछु तपाईँहरूलाई है। हेर्नुहोस् त, हेर्दा कस्तो खाउँ लाग्दो खालको देखिएको छ। वाउ, मिठो छ मिठो हेर्दा नि। ल हेर्नुहोस्, प्लेटमा हाले पछाडि यस्तो देखियो हैन। ल तपाईँहरू पनि यसरी बनाएर खानुहोस् हैन, मिठो हुन्छ।